Please watch GS News पोखरा। आदरणीय दर्शक नमस्कार। तपाईँ यति बेला जीएस न्युज पोखरा मार्फत हामीलाई हेर्दै हुनुहुन्छ। हामीले पोखरा मुलुङ सडकको अपडेट तपाईँ माझमा राख्दै आइरहेका छौँ। आज हामी तपाईँलाई यात्रा गराउँदैछौँ पोखरा 29 भण्डारडिगदेखि पोखरा पृथ्वी चोकसम्मको अर्थात् लखन चोकसम्मको यात्रा हामी तपाईँलाई गराउँदैछौँ। कति काम भएछ तपाईँ पनि हेर्न सक्नुहुन्छ र हामी केही पाटहरूको तपाईँलाई जानकारीहरू गराउँदै आइरहेका छौँ र हामी यस अगाडि अहिलेसम्म भएका कामहरूको बारेमा पनि तपाईँलाई जानकारी गराएका थियौँ। यस्तै गरेर हामीले तपाईँ माझमा यहाँ देखिएका केही समस्याहरूलाई पनि राखेका थियौँ। चौथे ओह्रालोको समस्या पनि तपाईँलाई देखाएका थियौँ। आज हाम्रो यात्रा सरसर्ती यात्रा हुनेछ। तपाईँ हेर्न सक्नुहुन्छ धेरै ठाउँमा यो आजको हाम्रो यात्रामा धेरै ठाउँमा कालोपत्रे भइसकेको अवस्था छ। मात्रै 2 ठाउँमा कालोपत्रे भएको छैन। त्यो भनेको डाँडाको नाकमा त्यो कल्भर्ट पुल त्यहाँ बनिरहेको छ, त्यहाँ पनि छिट्टै हुन्छ भन्ने छ। र त्यस पछाडि सबैभन्दा समस्या भनेको त विजयपुरको त्यो जुन ब्यारेक छ आर्मीको ब्यारेकदेखि चौथे अब विजयपुर तर्फबाट आउँदाखेरि त चौथे उकालो भन्नु पर्यो। चौथे उकालोसम्मको समावेशी चोकसम्म चाहिँ अलि समस्या छ। र अब अझै समस्या भनेको त्यो जुन चौथे ओह्रालोको कुरा मैले हिजो पनि अर्को भिडियोमा राखेको थिएँ। त्यहाँ अब बर्खा लाग्ने, त्यसपछि जताततैको नाला दुवै साइडको त्यहीँ आउने र त्यसपछि त्यहाँ यदि नाला व्यवस्थित गर्न सकिएन भने त्यहाँ चाहिँ निकै समस्या बनाउँदैछ यो बर्खामा। त्यस कारणले छिटोभन्दा छिटो काम होस् भनेर पनि हामीले सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छौँ र त्यहाँ भइरहेको कामलाई पनि हामी अर्को भिडियोमा समेट्नेछौँ। आज हाम्रो यात्रा रहनेछ, तपाईँलाई जानकारी मैले अगाडि गराइसकेको छु। हामी पृथ्वी चोकसम्मको यात्रा गर्दैछौँ र एक साइडतर्फ त मैले भनिहालेँ 2 ठाउँमा बाहेक सबै ठाउँमा क्लियर जस्तो छ। उता सेती पुल अर्थात् चाइना पुल भनेर हामी भन्छौँ, त्यो चाइना पुलको नजिक चाहिँ अब 150 मिटरसम्म फेरि पुलले नै काम गर्ने हो। त्यही भएर इन्द्रमार्ग चोकसम्म लगेर पिच एकतर्फी छोडेको अवस्था छ। अर्कोतर्फको कामलाई पनि अलिअलि अगाडि बढाइरहेको छ र केही दिन पछाडिबाट त अब फेरि कतिपय ठाउँमा दुवै साइडमा एक तहको पिच चाहिँ भइसकेको अवस्था छ। अब फाइनल पिचलाई पनि केही दिनमा सुरु गर्ने भनेर हामीलाई योजना प्रमुखले जानकारी दिनुभएको छ। आज हामीले यो यात्रामा छौँ। हामी तपाईँलाई यो यात्राको क्रममा पृथ्वी चोकसम्मको यात्रा हामी गराउँछौँ। तपाईँ हेर्न सक्नुहुन्छ यो तालचोक हो। तालचोक पनि चिन्न मुस्किल हुन थालिसकेको छ। तालचोकबाट यति बेला हामी अगाडि बढिरहेका छौँ। यो बाटो विस्तारले गर्दाखेरि पहिला देखिएका लोकेसनहरू अहिले देखिँदैन। त्यसले गर्दाखेरि धेरैलाई अझै रातको समयमा यात्रा गर्नेहरूले त कुन ठाउँमा आइयो भनेर निकै कन्फ्युजन भएको हामी पाउँछौँ। यो केही समय चाहिँ यो बानी नपर्ने बेलासम्म चाहिँ त्यो हुनेछ। पहिले सडक छेउमा भएको चौतारीहरूलाई हेरेर रुखहरूलाई हेरेर पनि मान्छेले यहाँ आइयो भनेर भन्ने थियो भने अब चाहिँ ती केही पनि छैन। त्यसले गर्दा पनि पहिलाका केही सिग्नलहरू पनि अहिले छैन। त्यसले गर्दा बाटो चिन्न चाहिँ ठाउँ चिन्न चाहिँ मुस्किल हुने गर्छ। अझ यो रातिको समयमा चाहिँ अझ गाह्रो हुने रहेछ। तपाईँले हामीलाई सब्सक्राइब गर्नुभएको भने सब्सक्राइब गर्नुहोला, लाइक सेयर गर्नु नबिर्सिनु होला। र तपाईँलाई पनि यो लोकेसन अलिक गाह्रो हुने गरेको छ भने कहीँ यात्रा गरेको बेलामा कहाँ आइयो भने जस्तो हुन थालेको छ भने कमेन्ट गर्न सक्नुहुन्छ। त्यस्तो मलाई मात्रै फिल भएको हो कि तपाईँलाई भएको छ।
यात्रा गरेको क्रममा धेरै मान्छेलाई मैले चाहिँ देखेको छु। त्यही भएर त्यो चाहिँ तपाईँलाई मैले सेयर गरेँ। तपाईँले पनि कमेन्ट चाहिँ गर्न सक्नुहुन्छ। कोही मान्छेहरू तालचोक झर्ने भनेको मान्छेहरू लेखनाथ चोक अर्गाउँ चोक आएर झरेको पनि मैले देखेको छु। कोही भण्डारढिक झर्ने भनेको मान्छेहरू तलै झरेको पनि देखेको छु। सैनिक बस्ती नजिक झरेको पनि देखेको छु। यो कन्फ्युजनले, त्यसले गर्दाखेरि तपाईँलाई पनि त्यस्तो भएको छ कि छैन, भएको छ भने कमेन्ट गर्न सक्नुहुन्छ। भएको छैन भन्न नि सक्नुहुन्छ। नभई भयो भन्नु चाहिँ पर्दैन। हामी यति बेला डाँडाको नाकबाट अगाडि बढ्दैछौँ। यो डाँडाको नाकमा अलिकति कच्ची छ भने मैले अगाडि नै तपाईँलाई जानकारी गराएको थिएँ। यहाँ चाहिँ कल्भर्ट निर्माण भइरहेको छ। यो अन्तिम चरणमा पुगेको छ। वान वेको लागि फाइनल्ली चाहिँ हुन बाँकी छ।